सम्यक सम्बुद्ध र उहाँको देशनासँग सम्बन्धित तीनवटा घटना प्रसङ्गहरू। पहिलो घटना प्रसङ्ग हो तत्कालीन कुशीनारा, हालको कुशीनगरमा रहेको मल्ल राजाहरूको सालवनको सालको रुख तल सम्यक सम्बुद्धको महापरिनिर्वाण हुन लागेको थियो। उक्त स्थानमा एकजना सुभद्र नाम गरेको वृद्ध परिव्राजक, यो परिव्राजक भनेको आध्यात्मिक उन्नतिका लागि भनेर आफूलाई बेसरी तपाउने, कष्टपूर्ण जीवनचर्यामा लीन हुने अनि एक ठाउँमा नबसी ठाउँ ठाउँ चार्दै परिभ्रमण गर्ने, भिक्षा मागेर जीवन गुजारा गर्ने र शास्त्रार्थ या शास्त्रमा छलफल गर्न रुचाउने ब्राह्मण वैदिक धर्मका साधु सन्यासीहरू, जसलाई अङ्ग्रेजीमा एसेटिक भनेर पनि भनिन्छ। उक्त सुभद्र परिव्राजकले अन्तिम क्षणमा हतारिँदै आएर मैले श्रमण गौतमसँग सोधौला भन्दा भन्दै मौका नमिलेर हो वा अज्ञानता र अहङ्कारवश सोध्न नपाएको कुरा आज सोध्छु भनेर बुद्धको अन्तिम समय हो भन्ने थाहा पाएर आउँछ। तर आयुष्मान आनन्दले अहिले प्रश्न उत्तर छलफल र जिज्ञासा शान्त गर्ने समय होइन र सम्भव पनि छैन, किनकि शास्त्र बुद्धको समाधि मरणमा खलल पुग्छ भनेर नगार्छन्। तर यो कुरा सुनेर भगवान बुद्धले बिस्तारै आनन्द आउन देऊ, लिएर आऊ, आफ्नो प्रश्न या जिज्ञासा के छ या अरू नै जे कुरा भए पनि उसलाई शान्त गर्ने मौका देऊ भनेर बोलाउनुहुन्छ। तब सुभद्रले गएर बुद्धलाई नमन गरेर तीनवटा प्रश्नहरू भडाभड सोधिहाल्छ। ती प्रश्नहरू थियो, के आकाशमा पद या पथ हुन्छ अनि के श्रमण बाहिर पनि हुन्छ? उत्तरमा भगवानले भन्नुहुन्छ, आकाशेव पदं नत्थे, आकाशमा पथ हुँदैन, त्यसैले पदचिन्ह बन्दैन। श्रमणो नत्थि बाहिरे, यो श्रमण या श्रमणत्व बाहिर हुँदैन। अपञ्च भीरत पजा निपञ्च पञ्चा तथागता, यसको नेपाली अर्थ हुन्छ, श्रमणहरूले बाहिर देखाउने र अहङ्कार बढाउने काम कुराहरू गर्दैनन्। अन्य प्रजाजनहरूले जस्तो प्रपञ्च या छलकपट जालझेल गर्दैनन् र बाहिर चहार्ने बहिर्मुखी स्वभाव पनि श्रमणहरूमा हुँदैन। श्रमणहरू अन्तर्मुखी हुन्छन्। श्रमण त घरबार श्री सम्पत्ति मात्रै होइन, स्त्री त्यो भनेको आफ्नो कुल गोत्र, नाम र विभूषण अनि पद र भएको प्रतिष्ठा आदिलाई समेत त्यागेर, आफूभित्र अन्तर्निहित अहङ्कार या म भावलाई समेत त्यागेर समाधिस्थ या समाधिले युक्त हुने प्रयासमा रत रहेको हुन्छ। बोधले युक्त या बुद्धत्व फलित भएको व्यक्ति बन्ने प्रयासमा रहेको हुन्छ अनि साधारण र सहज हुन्छ तथागत जस्तै। तब सुभद्रले बुद्धसँग तेस्रो र अन्तिम प्रश्न यसरी सोध्छन्, श्रमण गौतम, विभिन्न सम्प्रदायका सन्यासीहरू छन्, सबै नै सत्यको मार्ग हाम्रै हो, अरूहरूको त असत्यको मार्ग हो र सबैले नै म त ज्ञानले युक्त छु भनेर भन्छन्। के तीमध्ये को सत्य मार्गमा छन् अनि कसको मार्ग फेरि शुद्ध छ त? यस प्रश्नको उत्तर दिँदै तथागत बुद्ध भन्नुहुन्छ, सुभद्र, जुन धर्मसङ्गमा आर्य अष्टाङ्गिक मार्ग छ र जुन धर्मसङ्गमा प्रथम श्रोतापन्न, द्वितीय सकृदागामी, तृतीय अनागामी र चतुर्थ अरहन्त पाइन्छन् र भिक्षुहरूले पनि फेरि ठिकसँग अभ्यास गर्ने गर्दछन्, तब अहर्त वा अरहन्तहरूको कमी हुँदैन। त्यही नै शुद्ध मार्ग हो र जहाँ यो मार्ग छैन त्यो फेरि असत्य मार्ग हो भनेर जान्नु। बुद्धले अझ स्पष्ट गर्दै भन्नुहुन्छ कि केवल नाम वा सम्प्रदायले मात्र सत्य मार्गको निर्धारण हुँदैन, मार्ग अनुसारको आचरण र अभ्यासले मात्र निर्वाण धर्म लाभ गर्न सकिन्छ। भगवान बुद्धको उपरोक्त कुरा एकपल्ट फेरि दोहोऱ्याउँ, मार्ग अनुसारको आचरण र अभ्यासले मात्रै निर्वाण धर्मलाई प्राप्त गर्न सकिन्छ।
यस्तो उत्तर प्राप्त गरेपछि अति नै सन्तुष्ट भई उक्त वृद्ध सुभद्रले बुद्ध शासनमा प्रवर्जित हुने इच्छा व्यक्त गर्छ र केश दाढी मुण्डन गरेर प्रवर्जित हुन्छ। यस बुद्धकालीन घटना प्रसङ्गसँग सम्बन्धित एउटा कुरा यहाँ स्पष्ट पार्न जरुरी देखेको छु। त्यो भनेको बौद्ध वाङ्मयहरूमा एउटा प्रसङ्ग आउँछ कि जब सम्यक सम्बुद्धको महापरिनिर्वाण या देहावसान भयो तब त्यसको केही दिनपछि धेरै भिक्षुहरू मणि हराएको सर्प या माउ बिनाको चल्लाहरू जस्ता भएका थिए, दुखी र अभिशप्त भएका थिए। तर एकजना सुभद्र नाम गरेको भिक्षु भने साह्रै प्रफुल्लित, प्रसन्न र खुसी देखिन्थ्यो। साथै उसले अब भगवान बुद्ध नभएपछि हामीलाई यति धेरै विनय सम्बन्धी नियमहरूको पालना गरिराख्नु पर्ने पनि जरुरी भएन भनेर प्वाक्क बोलेको थियो सङ्घ समुदायका अगाडि। उक्त व्यक्ति अन्तिम जिज्ञासु या प्रश्नकर्ता वयोवृद्ध सुभद्र परिव्राजक भने थिएन। यही भिक्षु सुभद्रको कुरा या प्रतिक्रिया सुनेर महाकाश्यपले सङ्घको अनुशासन बचाइराख्न भनेर कठोर कदम चालेका थिए। तसर्थ वृद्ध सुभद्र र अधवैंसे भिक्षु सुभद्र दुई फरक व्यक्तिहरू हुन् भनेर बुझ्नु पर्दछ, नत्र झुक्किने सम्भावना रहन्छ, अर्थको अनर्थ हुन जान्छ। त्यसरी नै दोस्रो प्रसङ्ग छ, भगवान बुद्धको समयमा स्वयं तथागतले सम्झाउनु भएको छ कि भिक्षु हुने हो भने सारीपुत्र र महामोग्गलायन या मौदगल्यायन जस्तो हुने कोसिस गर्नु र उपासक मात्रै हुने हो भने फेरि आलवी निवासी हत्थक या हस्तक र सावती या श्रावस्ती निवासी उपासक चित्त या उपासक चित्र जस्तो हुनु। यी दुई उपासकहरूले बुद्ध र सङ्घमा मानिसहरूलाई आबद्ध गराउने र धर्मको मर्म अनुसार ज्ञान, बुद्धि र विवेक जगाउने जस्तो पुण्य र महत् कार्यमा गम्भीर भएर लागेका थिए। एकपल्ट हत्थक या हस्तक आलवकले मनज्ञ उपासकहरूलाई जम्मा गरेर हुलका हुल भगवानको सङ्घमा लिएर आउन थाल्छन्। तब भगवान हत्थकलाई सोध्नुहुन्छ, उपासक हत्थक, यो उपासक भनेको गृहस्थ धर्म पालन गरेर बसेका तर बुद्ध धर्म र सङ्घमा आबद्ध भएका या बुद्ध शासनलाई अँगालेका मानिसहरूलाई उपासक भनेर भनिन्छ। कसरी यति धेरै मानिसहरूलाई या अन्य उपासकहरूलाई साथमा लिएर वा मनाएर ल्याउन सम्भव भयो उपासक? तब भगवानको प्रश्नको जवाबमा भन्छन्, भगवान, 4 प्रकारले मैले उपासकहरूलाई मनाएर सङ्घमा ल्याउने गरेको छु। एक थरी हुन्छन् उपहार या केही कुराहरूको चाहना र इच्छा गर्दछन्, तिनीहरूलाई त्यही अनुसार नै उपहार दिएर। अनि दोस्रो थरीकाहरू छन् फेरि जसलाई अपनत्वसहित मिठो बोली वचनद्वारा। अनि फेरि तेस्रो थरीका मानिसहरू छन् जसलाई आत्मीय भावका साथै अपनत्वको साथै दया माया र उनीहरूको ख्याल गरेर, केयर गरेर अनि सुख दुःखमा उनीहरूलाई साथ दिएर या उनीहरूको दुःख सुखमा सहभागी भएर। अनि त्यसरी नै चौथो खाली उपासकहरू जसलाई समानता र स्वाभिमानपूर्वक सङ्घको उपासकत्व ग्रहण गर्न चाहनेहरूलाई फेरि सोही अनुसार नै आफूभन्दा अगाडिको स्थानमा र आसनमा बसालेर या बस्न दिएर सहभागी गराउने गरेको छु भगवान भनेर भन्दछ। यी 4 प्रकारका आधारभूत सहानुभूति र समानुभूतिहरू नै हो भन्ते भनेर बिन्ती गर्दछन्। उपासक हस्तकले अन्तमा आंशिक निर्वाण या अनागामी मनुष्य लोकमा जन्म लिनु नपर्ने तर मनुष्य लोकभन्दा उच्च भुवनमा जन्म हुने अवस्थाको प्राप्ति गर्न सफल हुन्छ। त्यसरी नै तेस्रो प्रसङ्ग छ, धेरैजनाको हित अनि धेरैजनाको सुखका लागि लोकमाथि अनुकम्पा राखी हे भिक्षुहरू गाउँ गाउँ बस्ती बस्ती चहार उनीहरूका नजदिकमा जाऊ। भारतका सुप्रसिद्ध लेखक, बुद्धिजीवी अनि समाज सुधारक र भारतीय संविधानका निर्माता समेत रहेका डाक्टर भीमराव अम्बेडकर
डाक्टर VR अम्बेडकरले एकपटक भदन्त आनन्द कौशल्यायन, एक सुपरिचित बौद्ध भिक्षु, त्रिपिटकाचार्य, विनयधर, ज्ञानी र मेधावी अनि समाजका गुरु भन्तेलाई भेट्न र केही अपनत्व सहितको सल्लाह दिने मनसायले भेट्न भनेर जान्छन्। तर समस्या के आइपर्छ भने अब सल्लाह पो कसरी दिने हो स्वयं आफ्ना गुरुलाई। तब अम्बेडकरले भेटेर भन्थे हजुरलाई भगवान बुद्धको कुन चाहिँ तस्बिर बढी मन पर्छ? तब भन्थे आनन्द कौशल्यायनले जवाफमा भन्छन् सबैलाई नै भगवानको ध्यानस्थ अर्थात् ध्यान गरेको मुद्राको तस्बिर बढी मन पर्छ, मलाई पनि त्यही मन पर्छ। तब अम्बेडकर तुरुन्तै हात जोडेर भन्थे मलाई त भगवानले भिक्षा पात्र हातमा लिएर समाजका प्रत्येक मानिसहरू जुन नभएर दुखी छन्, फेरि कोही भएर पनि दुखी छन्, पुगीसरी आएर पनि दुखी छन् अनि दुःखमा छन्, साथै शोषित पीडित, उच्च नीचको भावना, जातीय दम्भ र छलकपट, सामाजिक विसङ्गति र व्यथिति आदिहरूबाट सताइएका अज्ञानी र संसारिक दुःखहरूबाट पिल्सिएका मानिसहरूको उद्धारका लागि भनेर घर घरमा, दैलो दैलोमा, गाउँ गाउँमा चारिका गरेको तस्बिर बढी मनपर्छ भनेर भन्छन्। तब भदन्त आनन्द कौशल्यायनले पनि अम्बेडकरको आशय र सङ्केत तुरुन्तै बुझिहाले। चरथ भिक्कवे चारिकम बहुजन हिताय बहुजन सुखाय लोकानुकम्पाय। आजलाई यति। सुखी हो तू, सबै सुखी रहौ। भवतु सब मङ्गलम, सबैको मङ्गल होस्।